वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ हामीले सिक्न गइरहेछौँ कुनै पनि ल्यापटप वा कम्प्युटरको लोकल डिस्क सिडी जुन कुनै पनि भोल्युम त्यो रातो देखाइराखेको हुन्छ त्यसलाई चाहिँ हामीले कसरी एक्सटेन्ड गर्ने त। त्यो गर्नको लागि हामीले त्यो भिडियो स्टार्ट गर्नुभन्दा पहिला हामीले लाइक कमेन्ट र सेयर गर्नु होला। अब भिडियोलाई अगाडि बढाउँ। पहिला चाहिँ यसलाई हामीले मिनिमाइज गरौँ। मिनिमाइज गरिसकेपछि यो जुन दिस पिसी रहेका छन् दिस पिसीमा हामीले चाहिँ राइट क्लिक गर्ने। क्लिक गरिसके सुरुमै म्यानेज देखाउँछन्। यहाँ चाहिँ देखाएन भने सो मोर जुन अप्सन रहेका छन् त्यसमा चाहिँ हामीले क्लिक गर्छौँ। क्लिक गरिसकेपछि यहाँ चाहिँ म्यानेज हेर्न सक्छौँ। यसमा चाहिँ क्लिक गर्ने त्यसमा चाहिँ आफै एउटा चाहिँ इन्टरफेस खुलेर आउँछ। यसलाई अब म्याक्सिमाइज गरौँ। म्याक्सिमाइज गरिसकेपछि यो जुन स्टोरेज लोकल डिस्क डी रहेका छन् डिस्क म्यानेजमेन्ट त्यसमा चाहिँ हामीले क्लिक गर्छौँ। क्लिक गरिसकेपछि यो एउटा फर्मेट खुल्छ। अब चाहिँ हामीले हेर्न सक्छौँ जम्मा चाहिँ 776.2 जिबी रहेका छन्। 2 जिबी भन्दै हामीले 260 एमबी जुन रहेका छन् हेल्दी यो चाहिँ भोल्युममा चाहिँ सो गराउँदैनन्। त्यो चाहिँ लुकिया हुन्छन्। हुन त त्यो डिलिट पनि गर्न मिल्छ तर हामीले यहाँ चाहिँ केही खासै मतलब राख्दैनौँ यसलाई। हामीले भनेको यहाँ चाहिँ दुईवटा भोल्युम रहेका छन् सी र डी भनेर जसमा चाहिँ म्याक्सिमममा हेर्दाखेरि यो जुन लोकल डिस्क सी रहेका छन् त्यो चाहिँ रातो हेराउने गर्दछन्। रातो हेराउनको लागि अब त्यसलाई हामीले एक्सटेन्ड गरिसकेपछि त्यो त्यसमा स्टोरेज बढिसकेपछि ब्लू हेराउन थाल्छ। हामीले क्रोममा आउने। क्रोममा आइसकेपछि हामीले मिनी टुल पार्टिसन डाउनलोड हामीले गर्न सक्छौँ जुन चाहिँ हामीले हेर्न सक्छौँ। यसमा चाहिँ क्लिक गर्ने। यसमा क्लिक गरिसकेपछि एउटा आफै खुल्छ। अब यहाँ हेर्न सक्छौँ डाउनलोड पार्टिसन विजेट भनेको जुन फ्रीवाला रहेका छन् त्यो चाहिँ हामीले डाउनलोड गर्ने। यसमा थिचिसकेपछि आफै यो चाहिँ डाउनलोड भएर आउँछ। मैले चाहिँ डाउनलोड गरिसकेँ हो त्यसै कारणले यहाँ चाहिँ मैले डाउनलोड गरेन। यो आइसकेपछि यसरी इन्स्टल भएर यो आफै आउँछ। यो हेर्न सक्नुहुन्छ मिनी टुल पार्टिसन। यसलाई हामीले इन्टरफेस खुल्छन्। अब इन्टरफेस खुलिसकेपछि हामीले के गर्नुपर्ने यसलाई चाहिँ हामीले क्रस गर्दै अब चाहिँ हामीले बढाउनु कसलाई छन् बढाउनु भनेको हामीले लोकल सीलाई रहेका छन् त्यसमा चाहिँ हामीले राइट क्लिक गर्ने। राइट क्लिक गरिसकेपछि हामीले के गर्न सक्छौँ भने एक्सटेन्ड रहेका छन् यो एक्सटेन्डमा हामीले क्लिक गर्नुपर्ने हुन्छन्। अब हामीले हेर्न सक्छौँ यसमा चाहिँ अप्सन आइरहेका छन् भनेको कसलाई हामीले गर्नुपर्ने हुन्छन्। जुन चाहिँ हामीले अनएलोकेटेड रहेका छ नि यो अनएलोकेटेड भनेको 2.39 जिबी भनेका छन् त्यसमा चाहिँ हामीले क्लिक गर्ने। सेलेक्ट गरिसकेपछि अब कति चाहियो हामीले पुरैको पुरै चाहियो कि आधी चाहियो यो भनेको हामीले पुरै चाहियो भने यहाँसम्म हामीले गर्न सक्छौँ। पुरै गरिसकेपछि अब सबैमा हामीले ओके थिच्दै जानुपर्ने हुन्छन्। ओके थिच्दै गइसकेपछि हामीले के गर्न सक्छौँ भने यहाँ ओके थिचौँ। ओके थिचिसकेपछि हामीले रिकभरी गर्छ भनेको एउटा हाम्रो प्रोसेस आउँछ जुन चाहिँ आफै क्लियर भएर आउँछन् जुन चाहिँ हामीले हेर्न सक्छौँ। अब चाहिँ हामीले यहाँ कतै केही देख्दैन। यो चाहिँ रिकभरी भइसकेका छन्। अब रिकभरी भइसकेपछि अब हामीले के गर्नुपर्ने हुन्छ यसलाई चाहिँ हामीले काटिदिने। काटिसकेपछि हामीले के गर्न सक्छौँ भने चाहिँ हामीले मिनिमाइज गर्ने। मिनिमाइज गरिसकेपछि हामीले के गर्नु एकचोटि रिफ्रेस गरौँ। रिफ्रेस गरिसकेपछि अब चाहिँ हामीले दिस पिसीलाई खोलौँ। दिस पिसीलाई खोलिसकेपछि हामीले हेर्न सक्छौँ यो चाहिँ एक्सटेन्ड भइसकेका छन्। अब एक्सटेन्ड भइसकेपछि हामीले के गर्न सक्छौँ यो इजिली चाहिँ यो जुन रेड थियो त्यो चाहिँ हटेर गइदिन्छन्। अब चाहिँ हामीले त्यसमा चाहिँ ब्लू हेर्न सकिन्छन् वा स्टोरेज चाहिँ बढेर आइदिन्छन्। अब चाहिँ हामीले कुनै पनि केही कुराहरू स्पेस गर्न सकिन्छ। धन्यवाद। मन परेमा चाहिँ सेयर गर्नुहोला।